होस् रिस भनेको ठ्याक्कै नआओस् बहिनी जताले पनि भनिदियो अनि पछाडी खान्छ त्यसलाई अहिले त्यस्तै राख त त्यसलाई यसरी घुमाउनु पर्छ यस्तोमा घाम पर्छ खान पनि भएन नि त माघे बनाउन लाग्नु भयो क्या हाम्रो यहाँ माघे संक्रान्ति मनाउन लाग्छ तपाईँ त कहाँ चिनेको मान्छे चिनेको जस्तो लाग्यो ए हो त नि यता हो तपाईँको बसाइ ए मै भसका दिने भनेको थिएँ कि नभने सिकेला पैसा दिँदैन रे त्यही दिन यो नानी प्लेटले नानी लाग्छ यसमा है दिदी बहिनी हाम्रो फुल त अम्किसकेकै छ त्यही भएर लगायो भने त्यही त नि बस्नु भाइ यसले त यतापट्टि फर्काइदे यतापट्टि फर्काउनु होइन यताबाट यता फर्किनु त ऊ नर्मल छन् नि पहिला जस्तै हिजो अस्ति र आज नर्मल आयो ब्लड प्रेसर सुगर त अलिकति बोर्डर क्रस नै गरेको छ नर्मल आयो रिपोर्ट ऊ चाहिँ ब्लड प्रेसर सुगर फिभर सब नर्मल भयो नर्मल भएपछि अनि 3 दिन त्यस्तो भएपछि त्यो रिपोर्ट हेर्दाखेरि पुरै पहिलाका जस्तै आयो क्या सरसाम्दो जस्तो त्यसपछि डाक्टर पनि खुसी भयो अनि हामी पनि अब यहाँ सुनाएँ हामी पनि खुसी भयो अनि गिटारको मेहनत काम लाग्यो हुने छ मेरो मेहनतले असर देखायो भने छ कि पनि जति पनि मैले पनि परिश्रम गराएको छु खुसी त्यसो भएर राम्रो भयो भने छ त्यही त नि त्यसो भएर बस्नु कुन झोला दिदी त्यो त्यहाँ भएर ल्याउने उठा न यसो उठा त मलाई समार अलिकति यो कुर्सी अगाडि सार्दै अरे ल अब थोरै अगाडि जाऊ सुस्त हल्लिन्छ नि त यो नै नहल्ला नि भन्नु अलि अझ अगाडि अझ अगाडि यहाँ कुर्सी कता झल्कँदैन त्यतै ल बस त्यहाँ उनीहरू दिन सजिलो भएन अरे क्या सानो अरू के छ त नाजु नजाएको रहेछ क्या फ्रेस देखिन्छ बिहान जहिले उठ्ने बित्तिकै तर नुहाउँछु सधैँ त्यो पनि चिसो पानीले चिसो त हुँदैन चिसो पानी नुहाउनु पर्छ नाजु यो यस ठन्डामा त हुँदैन 1 महिना जति एकदेखि 2 महिना त्यसो गर्नु अलिक बढी मन तातो पानीले नुहाए पनि अन्तिममा चाहिँ हुन्छ नि टाउकोमा अलिअलि चिसो पानीले उ गर्ने फलल्ल चिसो हातले यस्तो कपाल त चिसो हातले यसो गरेपछि भइहाल्छ अनि खोइ पनि अन्ति अहिले कहाँ अन्तिम त नि उनीहरू आफ्नो कता गएर आउने हो
यो हो रहेछ यहाँ लगाएर चाहिँ तिनीहरूको हुँदो पऱ्यो घरहरू त्यो त्यहाँ पसलहरू छ नि हामीले तरकारी सरकारी किन्छौँ यही पसल नहीं कहाँ उहाँ तरकारी किन्दैन बाटोमा कता कता गएर दिएर हालेर अब हावा चल्यो भने आज मार्यो हिजो नि यस्तो त भएको थियो एकछिन पछि त भएन के हो बताउनु भाइ सुक्कै हाँस्छ जस्तो त के हो यहाँ पुरा जितेरै पुरा टुर्नामेन्ट खेलेर जितिरहेको यहीँसम्म लागेको रहेछ कि बाबा ए टुर्नामेन्ट पनि हो के टुर्नामेन्ट होइन यो टिका लाग्यो यस्तो यहाँ झरेको टुर्नामेन्ट जितेर आयो यस्तो टिका लाग्यो ए गजब रहेछ क्या यहाँ बस्न यता कसैले यहाँ बस्न गजबै रहेछ क्या कसैले देख्दा रहेछ झ्यालबाट पनि